What's up, ladies and gentlemen? It's me, Ekram MGR. सर्वप्रथम चाहिँ म तपाईँहरूले के भन्न चाहन्छु भनेपछि होइन नयाँ वर्षको एकदम शुभकामना। आज चाहिँ तपाईँहरूले चाहिँ अब नयाँ वर्ष कतातिर मनाउनु जानुभयो अनि के गर्नुभयो आज तपाईँको नयाँ वर्षको लागि अब कस्तो दिनहरू बित्यो सो कमेन्टमा प्रतिक्रियाहरू दिनु होला। आज चाहिँ हामी नयाँ वर्षमा चाहिँ हामी चाहिँ सांस्कृतिक संस्थातिर गइरहेछौँ होइन गाइज होइन हामी चाहिँ यहाँ चाहिँ अलि लोकल भाली लिन आएछौँ होइन झाँक्रीको लागि चाहिँ हो। अनि के गर्नु अब परम्परागत अब पहिले रीतिथिति अनुसार चाहिँ अब चल्नु पऱ्यो होइन। यहाँ चाहिँ हाम्रो बोस पनि हुनुहुन्छ अब भनिदिनु न हामी खासमा कहाँ जान लाग्छौँ रे अनि केसको लागि जान लाग्छौँ थोरै जानकारी। नमस्कार आदरणीय दर्शक यो जुन युट्युब च्यानल तपाईँ हेरिराख्नु भएको छ म मगेन्द्र मगर नेपाल मगर सङ्घ कुकुर काठमाडौँ सभा समितिको चाहिँ अध्यक्ष। आज चाहिँ नयाँ वर्ष 2083 को सम्पूर्णले चाहिँ देश विदेशमा रहनुहुने सम्पूर्ण मगर तथा गैर मगर नेपाली दाजुभाइ दिदीबहिनीहरूमा चाहिँ यो नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। साथै चाहिँ अब हामी अहिले यहाँ यो बिजी मलको अगाडि यो एउटा चाहिँ कुखुरा फार्ममा बसेका छौँ। हामी किन यहाँ बसेका छौँ भनेपछि आज हामी अब सांस्कृतिक संस्थान जमलमा 18 मगराट क्षेत्रको अब झाँक्री नाच प्रस्तुत हुँदैछ। त्यो विशेष झाँक्री नाच चाहिँ गाउँबाटै आउनुभएको छ हाम्रो झाँक्रीहरू र त्यो हाम्रो परम्परा संस्कृति अनुसार झाँक्रीको लागि चाहिँ त्यो बाँडाकुँडा लगाइसकेपछि त्यो नाच नाचिसकेपछि एउटा लोकल भालेलाई काटेर अब भोग दिनुपर्छ भन्ने हाम्रो संस्कार चलन परम्परा रहेको कारणले हामी अहिले लोकल भाले चाहिँ लिनको लागि हामी आइपुगेका छौँ। अब बाँकी चाहिँ अब अरू कुराहरू बाँकी गर्दै गर्नु। जेठानले चाहिँ कुखुरा ल्याइसक्नु भयो है तपाईँको अब भाले लोकल भाले है लोकल भाले। अनि यहाँ चाहिँ अब दाइले चाहिँ अब जोग्नुहुन्छ होला यहाँ के चेक गरिराख्नु भएको छ होइन पूजाको लागि। त्यो नङ्नु भएको त फेरि आज पूजामा चल्दैन होला है है पुरा प्याक भइसक्यो बवाल। हामी अब जान लगाएको लगाएछ होइन हामी चाहिँ अब सांस्कृतिक संस्थानमा आइसक्यौँ होइन। तपाईँहरूले यहाँ हेर्नु सक्नुहुनेछ यहीँ छ हाम्रो कुखुरा यहाँ छ है। कुखुरा टक्क लाएर अब जेठान जोइ चाहिँ हामी चाहिँ गइरहेछौँ होइन त्यो भित्र छिरिरहेछौँ। त्यो भित्र चाहिँ अब के गरिरहेछौँ होइन नाचगान भइरहेछ के गरिरहेछन् हामी अब जान्छौँ है। तपाईँहरूले यता हेर्नु सक्नुहुनेछ टक्क लाएर है ड्रेस लाएर हामी चाहिँ भित्र छिरिम यता पनि हुनुहुन्छ है ड्रेस लगाएर चाहिँ दिक्क बनेर बसिराख्नु भएको छ सबजना है। ओ के हो कथा सुनिरहेको त यहीँ रहेछ है यहीँ रहेछ। यहाँ चाहिँ प्र्याक्टिस चलिरहेको छ के हो सायद प्र्याक्टिस नै होला। तपाईँहरू सामानहरू हेर्नु है भर्खरै आएको रहेछ होइन यो सामानहरू। अहिले चाहिँ यति नै हो टेलर मात्रै हो पिक्चर चाहिँ अहिले पछि हेरौँला है। म चाहिँ फाइनली होइन यता कपुर सरसँग पनि भेटेँ है। हजुर अब सबैजनालाई नमस्कार छ। हजुरको ब्लगको नाम के छ? एकलाङ एमजिआर। ए एकलाङ हजुर एमजिआर भनेको मगर हो। ल ल अब उहाँ चाहिँ रोल्पादेखि हो सबलाई थाहा छ होइन भनिराख्नु पर्दैन म रुकुमदेखि हो है। फाइनली आज चाहिँ खपुर सरसँग आज हामी नयाँ वर्ष मनाउन राष्ट्रिय नाचघर सांस्कृतिक संस्थानमा आएका छौँ। एकछिनपछि हामी बजाउने कोसिस गर्नेछौँ। आज एकदमै 7 प्रदेशको कल्चरहरू सो हुँदैछ। यहाँलाई थाहा छैन भने सांस्कृतिक संस्थानमा आउनुहोला। अभिनयदेखि लिएर सङ्गीतदेखि वाद्यवादनदेखि लिएर सबै कुराहरू सिकाउँछन् एकदम सस्तोमा एकदमै राम्रो। र अहिले हाम्रो रुकुमकै किरण बाबु पनि जिएम साहब हुनुहुन्छ जमलमा मजाले आएर हामीलाई अनि हामीसँग भेटेर मजाले सांस्कृतिक गफ गर्न पाइन्छ। थ्याङ्क यू। यहाँ चाहिँ अब बाजे आइसक्नु भएको रहेछ होइन म बाजेले लिन गइरहेको छु फोन गर्नु भएको छ होइन म आइसकेँ भन्नुभएको छ। फेरि अब उनीहरूले भित्र छिटो अलिक नमजा हुन्छ नि त होइन। मेरो बाजे पनि आइसक्नु भयो है आएछ होइन। कस्तो भयो यात्रा? यात्रा ठिकै भयो। एकजना साथी पनि बुझेँ
गाने हो गाने एकजना साथी आइरहनु भएको छ बसमा पर्नु पर्यो नि ए हुन्छ हुन्छ आएन अब मिङ्गल मान्छे अब नयाँ वर्षमा होइन अब गर्लफ्रेन्डलाई पनि टाइम दिनु पऱ्यो होइन ए त्यो होला हामी जस्तो सिङ्गल मान्छे त अब आएरै छैन नि त होइन ठिक छ ऊ त अब सुरु भइसक्यो प्रोग्राम सुरु भइरहेको छ त्यहाँ यस्तो रमाइलो भइरहेको छ कि यस्तो रमाइलो भइरहेको छ म त त्यो रोल्पाको खपबुसँग पनि भेटिसकेँ कि तिनीहरू खुसी लाग्यो धेरै त्यो खुसी लाग्यो कुकुरले गर्दा नै त्यो हाम्रो झाँक्रीहरू कि ए खोबुले त्यहीबाट ए हो पनि अब आइसक्नु भयो है उहाँ बाजेको साथी हुनुहुन्छ उहाँ चाहिँ होइन उहाँ पनि रुकुम गयो हो हामी सबै रुकुमको पश्चिम रुकुमको है हामी पूर्वी रुकुम पछि उहाँ चाहिँ पश्चिम रुकुमको हो ल ठिक छ केही छैन अब चाहिँ हामी चाहिँ भित्र गएर चाहिँ नाचगान अनि अलिक नृत्यहरू हेर्नेछौँ होइन तिर पनि बवाल भइरहेको छ है यहाँ के खाइराख्नु भएको छ होइन उहाँहरूले अब हेलो कुन वालुङ वालुङ्गा ताप्लेजुङ जिल्लाको उत्तर हिमालको भेगबाट आएको हाम्रो ए हो वालुङ जाति अहिले चाहिँ यो के खाइराख्नु भएको छ नि तपाईँले यो चाहिँ चुकौनी यो चाहिँ हाम्रो चुकौनी? सुदूरपश्चिमको चाहिँ यो चुकौनी हो ए। रे खाने खाना टेस्ट गरेको हजुर यो तर यो चुकौनी हो चुकौनी हेर्नु है चुकौनी गाइस चुकौनी क्या हाम्रोमा चाहिँ यस्तो हुँदैन हजुर हाम्रो चाहिँ अब यस्तो योहरू चाहिँ हाम्रो लागि पुरै नयाँ भइरहेको छ ए त्यही भएर अनि हामी टेस्ट त्यहाँ त अरूले चाहिँ खुब प्र्याक्टिस गरिराख्नु भएको छ तपाईँहरूले गरिराख्नु भएको छैन गर्नु हुँदैन प्र्याक्टिस गरेरै आएको ए प्र्याक्टिस गरेर आउनु भएको तपाईँहरूको अर्को रुम छ होला है त्यसो भए होइन हाम्रो चाहिँ माथि हाम्रो संस्थाको उसमा हल छ के ए, हामीले त्यही हलमै प्र्याक्टिस गरेर आएको ए हजुर अनि यहाँ चाहिँ टाढा हुने भएर ए ल थ्याङ्क यू हस्, थ्याङ्क यू धन्यवाद वेलकम हेलो नमस्ते तपाईँ न्यु इयर सबैजनालाई तपाईँहरू चाहिँ कुन ग्रुप पढ्नुभयो नि म्याम हामी हजुर सुदूरपश्चिम हजुर सुदूरपश्चिम दार्जुला दार्जुलादेखि आउनु भएको हो ए हामी यहीँ सुरु बस्ने ए यहीँ बस्नुहुन्छ हो अनि तपाईँहरूले अब प्र्याक्टिस सेराक्टिस गर्नुभयो कि नै गरिसके सबै गरिसक्नुभयो है अब भित्र आफ्नो पर्फर्मेन्स देखाउने मात्रै बाँकी सबै अलि राम्रोसँग देखाउनु होला है ओके ल फेरि भित्र भेटौँला है म्याम है हस् 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 उहाँ पनि तपाईँ हो अनि यता चाहिँ हाम्रो झाँक्री भनेर चाहिँ हामी रुकुमको है यो रुकुमको यो चाहिँ झाँक्री नाच भन्छ होइन यसलाई चाहिँ झाँक्री नाच भन्छ म बाहिर त्यो बाजेर लिनु गएको थिएँ कि होइन त्यतिखेर पुरा सुरु भइसकेको रहेछ कि राइस दाइहरू नाच्नुहुन्छ अब
लुम्बिनी प्रदेशको प्रतिनिधित्व हाम्रो मात्र हो कि अरू पनि छ? लुम्बिनी प्रदेशमा त अरूको छैन। होइन, हामीले नै प्रतिनिधित्व गरेका छौँ। लुम्बिनी प्रदेशको लागि चाहिँ हामी गाउँपालिकामा गाउँपालिका र गाउँपालिका दुईवटा गाउँपालिका जाङ्करी दाजुभाइ बहिनीहरू यहाँ आइपुग्नु भएको छ हिजो गाउँबाट। त्यसरी चाहिँ उहाँहरूको चाहिँ जाङ्करी नाचको प्रस्तुति हुनेछ। अवश्य पनि हेरिदिनु होला र यो जाङ्करी नाच मात्र नभएर अन्य जनजातिहरूको पूर्व पश्चिम हिमाल तराईको सम्पूर्ण जनजातिहरूको चाहिँ पौडी संस्कृति चाहिँ हेरिदिनु निम्ति म हार्दिक हस् हस्, धन्यवाद। म यतातिर हेर्न सक्नुहुन्छ है। स्केच पुरानो स्केचहरू रहेछ होइन यतातिर। रहेछ यतातिर उता भयो हामी गइरहेछौँ। ल अब हामी भित्र छिरिरहेछौँ है गाइस। भित्र फुल छ के हो यतातिर त अँध्यारो त्यहाँ छ है। लास्ट ब्याग रहेछ। त्यही भएर अघि नै आउनु पर्ने थियो कि हामी त अघि आउनु पर्ने थियो।
गाइस हामी घरतिर हिँडेको गाइस होइन तपाईँहरू चाहिँ नयाँ वर्षमा कहाँ जानुभयो के गर्नुभयो होइन अब कमेन्ट बक्समा गर्नु होला म चाहिँ यता प्रोग्रामतिर आएको होइन अस्ति भनेर लास्टै रमाइलो भयो अनि आजलाई चाहिँ दिन एकदम राम्रोसँग कट्यो होइन भोलिको दिनहरू कस्तो हुने हो थाहा छैन जय नेपाल।